यस्तो बिरुवा लगाउनुहुन्छ र यो 2-3 वर्ष रोपेको 2-3 वर्ष हुँदा पनि फल्दैन, फुले पनि फल राम्रो नलाग्ने। रोप्नुभन्दा पहिला तपाईले चाहिँ बिरुवा चिन्न वा पहिचान गर्न अति जरुरी हुन्छ, अन्यथा नयाँ किसानहरू ठगिनुहुन्छ यस्तो केसेसमा। रोगले क्षति पुर्याउने बढी अस्ट्रेलिया लगायतका देशहरूबाट चाहिँ विभिन्न माध्यमहरू मार्फत चाहिँ यहाँ नेपालसम्म भित्री आएको हटाउनु पर्ने हुन्छ। यहाँकाहरू यी केही पनि काम लाग्दैन। यहाँकाहरू यसलाई बिरुवा हो भन्ने सोच्नुहुन्छ, यसरी चाहिँ बनाएको बिरुवाबाट तपाईहरु ठगिनुहुन्छ। प्राय धेरै नयाँ किसानहरूले यस्तोमा विचार गर्नुपर्छ। जुन हामीले बिरुवा ल्याएका हुन्छौँ बिरुवाबाट एउटा मात्रै माथि टायरसम्म एउटा मात्रै राख्छ। त्यसरी अनावश्यक सुट्सहरूलाई हामीले यसरी हटाएर फाल्नुपर्ने हुन्छ। यसरी काटेर चाहिँ कटिङ गरेर हामी आज म तपाईहरुलाई धेरै साथीहरू चाहिँ देख्न सक्नुहुन्छ रोपिसकेपछि यसरी बरर यसरी चाहिँ नयाँ सुट्सहरू आइरहेका हुन्छन्। यहाँ देख्न सक्नुहुन्छ यसरी यिनीलाई चाहिँ सबै राखिदिनुहुन्छ। कतिपय साथीहरू तलैदेखि आएका सुट्सहरू सबै माथि जान्जेलसम्म राखिदिनुहुन्छ। यसरी चाहिँ राख्दा फाइदा हुन्छ वा राख्न मिल्छ मिल्दैन भन्ने धेरै साथीहरूको जिज्ञासा हामीलाई आइरहेको हुन्छ। आज म तपाईहरुलाई चाहिँ यसै विषयमा रहेर देख्न सक्नुहुन्छ कति धेरै सुट्सहरू छन्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 वटा छ। एउटै चाहिँ नै हाँगामा देख्न सक्नुहुन्छ। यो सबै चाहिँ राख्न मिल्छ कि मिल्दैन, राख्दा के असर गर्छ यसले वा नराख्दा के हुन्छ भन्ने विषयमा म तपाईलाई थोरै जानकारी दिउँ। यो हामी सर्वप्रथम त यो बिरुवा हो रोपेको। यसरी रोपेको बिरुवाबाट चाहिँ सर्लक्क देख्न सक्नुहुन्छ कुनैमा पनि दुईवटा छैन। कुनैमा पनि मैले दुईवटा आउन दिएको छैन। माथि पनि देख्न सक्नुहुन्छ त्यो यो चाहिँ इजरायली सुपर क्रस प्रजातिको यो तपाईलाई मैले पहिला पनि जानकारी गराएको थिएँ। यो म रोपेको जम्मा 7 महिना भयो। यो प्लान्ट्स जुन चाहिँ इजरायली सुपर क्रस हो, यो चाहिँ मैले अस्ट्रेलिया लगायतका देशहरूबाट चाहिँ विभिन्न माध्यमहरू मार्फत चाहिँ नेपालसम्म भित्री आएको हो। अलिक महँगो परेको छ हामीलाई यो। यसरी चाहिँ भित्र आएको जम्मा 7 महिना भयो। 7 महिनामा हामीले ग्रोथ देख्न सक्नुहुन्छ। यति राम्रो ग्रोथ छ। कुनै कुनैमा मैले अघि पनि देखाएँ फुल्न पनि सुरु गरिसकेको छ। यहाँ फल्न पनि सुरु गरिसकेको छ। यसरी चाहिँ देख्न सक्नुहुन्छ मदर प्लान्ट्समा। यसरी चाहिँ 7 महिनामै हामीले फलाउन लक्ष्य लिएका थियौँ। कुनै कुनैमा देखियो फल लाग्ने तर्खर, तर यहाँ धेरै सुट्सहरू आयो। अब यसरी सुट्सहरू आएकोलाई चाहिँ यसलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ हामीले। यसरी चाहिँ यसरी आएका सुट्सहरूलाई हामीले यसरी प्रोनिङ गर्छौँ। यसरी चाहिँ फाल्नुपर्ने हुन्छ यसरी, किनकि अत्याधिक सुट्सहरू आयो भने ग्रोथहरू नष्ट हुने, यसलाई चाहिँ असर गर्ने, नबढ्ने, ढिला फल्ने भएकाले यसरी चाहिँ हामीले यो सबै हटाइदिन्छौँ। एउटा मात्रै माथि लान्छौँ टायर अट्याच गर्नु हुन्जेलसम्म। यसरी चाहिँ हटाइदिँदा समयमा हटाइदिँदा बिरुवालाई के हुन्छ त भन्दा यो छिटो बढ्ने छिटो फल्ने अत्याधिक चाहिँ सम्भावना हुने भएकाले यसलाई चाहिँ दिनु पर्दछ। यहाँ पनि देखाउँ म अन्यत्र यस्तो प्राय चाहिँ हामीले यहाँ देख्न सक्नुहुन्छ कुनैमा पनि दुईवटा छैन। यहाँ देख्न सक्नुहुन्छ कुनैमा पनि दुईवटा हामीले राखेका छैनौँ। जुन हामीले बिरुवा ल्याएका हुन्छौँ बिरुवाबाट एउटा मात्रै माथि टायरसम्म एउटा मात्रै राखेका छौँ। देख्न सक्नुहुन्छ यसरी एउटा मात्रै, एउटा बाहेक दुईवटा देख्न सक्नुहुन्न। हामी टायरमा गइसकेपछि माथि टायरमा गइसकेपछि मात्रै यसरी चाहिँ जति पनि आउन दिन्छौँ। जति पनि भन्नाले गुणस्तरीय हाँगालाई मात्रै राख्छौँ, अन्यथा चाहिँ ग्रोथ नष्ट हुने भएकाले सबै फालिदिन्छौँ। यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ केही समय अभावका कारण बिर्सिएको छ। यहाँनिर यो हाँगा भाँचिएको थियो समयमा ब्यान्डिङ नगर्दा। यसरी चाहिँ हाँगा भाँचिँदा 1 2 3 4 5 वटा चाहिँ नयाँ यसरी चाहिँ यो टुप्पो भाँचिएको थियो। माथि टायरसम्मै गएको तर योबाट चाहिँ ग्रोथ रोकिएपछि होल्ड भएपछि चाहिँ यसले धेरै सुट्सहरू दियो र यसरी अनावश्यक सुट्सहरूलाई हामीले यसरी हटाएर फाल्नुपर्ने हुन्छ। यसरी काटेर चाहिँ कटिङ गरेर हामी फालिदिन्छौँ। धेरै साथीहरू यस्तोको बिरुवा हो यसरी हामी फार्ममा यसरी चाहिँ निकालिदिन्छौँ। यो सुट्सहरू यस्तोलाई चाहिँ बिरुवा ठान्नुहुन्छ। यसलाई यो पनि बिरुवा हुन्छ भन्ने भ्रम कतिपय साथीहरूको हुन्छ। यस्तोलाई चाहिँ जरा आयो भने यस्तोमै पनि यसलाई बिरुवा हो भन्ने सोच्नुहुन्छ। यसरी चाहिँ बनाएको बिरुवाबाट तपाईहरु ठगिनुहुन्छ। प्राय धेरै नयाँ किसानहरूले यस्तोमा विचार गर्नुपर्छ कि नयाँ हो कि नेचुरल हो कि अननेचुरल हो भन्ने। यस्तोबाट बनाएको बिरुवा फल्दैन। यसरी यो चाहिँ अननेचुरल। हामी यसलाई चाहिँ डिस्पोज गर्छौँ, बगैँचाबाट हटाइदिन्छौँ, डिस्पोजका लागि बाहिर फ्याँकिदिन्छौँ। यसरी चाहिँ तपाईहरु पनि यस्तो हाँगा देख्न सक्नुहुन्छ। हामीले यसरी चाहिँ यसलाई हटाउनु पर्ने हुन्छ।
यी हाँगाहरू यी केही पनि काम लाग्दैन। यी हाँगाहरू यहाँ देख्न सक्नुहुन्छ। यसरी चाहिँ काटेको हाँगाहरू हटाउनु पर्ने हुन्छ। योबाट बिरुवा बन्दैन। कतिपय साथीहरू जुनसुकै हाँगाबाट भए पनि बिरुवा जरा आयो भने त्यो चाहिँ बिरुवा नै सोच्नुहुन्छ र लगाइदिनुहुन्छ किनेर सस्तो। यस्तो यस्तो चाहिँ पाउनुभयो भनेदेखि सस्तोमा 50 रुपियाँ 100 रुपियाँ बिरुवा हामी फार्म नर्सरीवालाहरूले बेच्न राखेका हुन्छन्। यस्तो बिरुवा लगाउनुहुन्छ र यो 2-3 वर्ष रोपेको 2-3 वर्ष हुँदा पनि फल्दैन, फुले पनि फल राम्रो नलाग्ने र के हुन्छ त भन्दा कुनै पनि कसैको बाइचान्स चाहिने फलिहाल्यो भने साइज एकदम सानो हुने, एकदम चाहिने रोगले क्षति पुर्याउने बढी हुने भएकाले यस्तो चाहिने बिरुवाहरू तपाईले सकेसम्म नरोप्नु होला। बुझेर यस सम्बन्धी चाहिने कस्तो खालको बिरुवा रोप्ने कस्तो खालको नरोप्ने भनेर हामीले बिरुवा कसरी पहिचान गर्ने भन्ने हामीले भिडियो बनाएर राखिदिएका छौँ हाम्रो च्यानलमा। त्यहाँ गएर पनि हेर्न सक्नुहुन्छ। रोप्नुभन्दा पहिला तपाईले चाहिँ बिरुवा चिन्न वा पहिचान गर्न अति जरुरी हुन्छ, अन्यथा नयाँ किसानहरू ठगिनुहुन्छ यस्तो केसेसमा। यो देख्न सक्नुहुन्छ। यता पनि धेरै चाहिँ सुट्सहरू फल्न बाँकी नै छ। देख्न सक्नुहुन्छ पनि धेरै चाहिँ सुट्सहरू आएको छ। यसरी चाहिँ हामीले हटाउँछौँ। यी सबै सुट्सहरू हटाउनु पर्ने हुन्छ। यसरी चाहिँ यो यहाँको कामहरू भइरहेको छ। यहाँ देख्न सक्नुहुन्छ। हामी यसरी चाहिँ भुलेर कतै कतै चाहिँ यसरी चाहिँ यही छुटेको छ। यो चाहिँ फाल्नु पर्ने यस्तो यहाँ देख्न सक्नुहुन्छ। यस्तोको बिरुवा बनाइदिनुहुन्छ। हामी यसलाई चाहिँ डिस्पोज गर्छौँ। यो सुकिसकेको छ देख्न सक्नुहुन्छ। यस्तोको बिरुवा बन्दैन। त्यसैले हामीले चाहिँ योबाट भाँचिएर निक्लिएको हो। योबाट भाँचिएर अलग भएको यो हो। अन्यथा हामी बिरुवा बन्थ्यो भने यसलाई चाहिँ हामी पनि बिरुवा बनाएर बेच्दिन्थ्यौँ। तर यसको बिरुवा बन्छ तर फल्दैन। गुणस्तरहीन हुन्छ, अनम्याचुर हुन्छ। त्यसैले यसलाई हामी बेच्न र वा यसको बिरुवा बनाउन मिल्दैन। यहाँ देख्न सक्नुहुन्छ यसरी। त्यसैले तपाईले पनि बिरुवा चाहिँ बनाउँदा सजग हुनु होला। यसरी हटाइदिनु होला। तपाईले पनि एउटा बाइक अरू अन्य आएको छ भने हटाइदिनु पर्ने हुन्छ। यसरी बिरुवाको चाहिँ तपाईले पनि अनावश्यक हाँगाहरूलाई चाहिँ नराखेर टाइमसम्म नपुग्दासम्म तपाईहरुले पनि अनावश्यक हाँगाहरू समयमै फालिदिनु होला, हटाइदिनु होला, ताकि बिरुवा छिटो बढोस्, छिटो चाहिँ फलोस् भन्नका निमित्त राम्रो फल राम्रो साइज आओस् भन्नका निमित्त यसरी चाहिँ अनावश्यक हाँगाहरू चाहिँ हटाएर फाल्न अति जरुरी हुन्छ। हस् त साथीहरू, अहिले भिडियो मन पर्यो भने भिडियोलाई लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला भन्दै आजलाई मैले यति नै। ज्यादा च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन र भिडियोलाई लाइक गर्नुभएको छैन भने कृपया भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। हामी ड्रागन फ्रुट सम्बन्धी खोजमूलक र जानकारीमूलक भिडियो सधैँ ल्याइरहेका छौँ।